दशैंको 5औं दिन आज स्कन्द माताको पूजा गरिँदै यस्तो छ पूजा विधि। राष्ट्रका नाममा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन। प्रधानमन्त्रीको सन्देश प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव हो। शासकीय प्रणाली फेर्ने वर्तमान सरकारको कार्यक्षेत्र नभएको प्रधानमन्त्री कार्कीको जिकिर। संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्नेमा जोड। जेएनजी आन्दोलनमाथि दमन गर्नेलाई कारवाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता। विगतका भ्रष्टाचार बारे छोटो समयमै सरकार प्रश्न भयो, छानबिन हुन्छ। नेताको घरमा भेटिएको नगद रकम बारे छानबिन शुरू भइसकेको प्रधानमन्त्री कार्कीको जिकिर। विदेशबाट समेत मतदान गर्न सक्ने सम्भावना बारे छलफल भइरहेको भनाए। राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभाग अर्थ मन्त्रालय अन्तर्गत राख्ने सरकारको निर्णय। देउबा र परिवारको सम्पत्तिमाथि शुरू भयो अनुसन्धान। ओली लेखक सहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी। नेताका पासपोर्ट रोक्का बारे गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई। पक्राउ पनि गर्नुपर्ने होला, अनुसन्धान गर्ने निकायले सबै गर्छ। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। मलाई अहिले प्रहारको निशाना बनाइएको थाहा छ, आफूले भ्रष्टाचार नगर्नु नै अपराध भएको ओलीको टिप्पणी। एमाले सचिव योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपील। भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भनाई। भट्टराईले भने नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागे, वैकल्पिक शक्ति निर्माणको अभियान जारी रहन्छ। सरकारको प्रवक्ता तोकिए संचार मन्त्री जगदीश खरेल। अब अनलाइन संचार माध्यम दर्ता सूचना विभागबाटै हुने। माओवादी केन्द्रीय समितिको बैठकमा पार्टीभित्र वर्ग दृष्टिकोण कमजोर भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वीकारोक्ति। प्रचण्डले भने दलका नेताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुन सक्छ। नेताहरूलाई भ्रष्टाचार मुद्दामा जेल हाल्न सक्ने प्रचण्डको दाबीमा कतिको छ सत्यता, यस सम्बन्धी विशेष जानकारी आजको समाचारमा। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजीले देखेका प्रचण्डले अध्यक्ष छाड्नुपर्ने दुई कारण यस्ता छन्। श्रेष्ठले भने पार्टीको रूपान्तरण र पुनर्गठन अब निर्णयमा मात्र सीमित गर्ने कुरा सही हुँदैन। भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपालसँग पार्टी एकता गर्नु हानिकारक हुने नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीको भनाई। अहिलेकै व्यवस्थामा चुनाव भए बालेनले पनि कांग्रेस एमालेसँग गठबन्धन गर्नुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको जिकिर। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले खोजे सरकारमा जेएनजीको प्रतिनिधित्व। कांग्रेस पुस्तान्तरणको मात्र नभई रूपान्तरणको पक्षमा रहेको महामन्त्री शर्माको जिकिर। निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने। आयोगको प्रष्टीकरण नामावली दर्ता 16 वर्षबाटै मत हाल्न 18 वर्ष। नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन। जेएनजी आन्दोलनको लुटपाट र आगजनीमा संलग्नलाई कारवाही गर्न सरकारले आदेश नदिएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको टिप्पणी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भने सड़कमा जित्यौं तर राजनीतिक रूपमा हार्यौं। शिक्षा मन्त्री